कहिलेकाहीँ चुनावले केवल सरकार बदल्दैन, यसले हाम्रो हृदय जाँच्ने अवसर पनि दिन्छ। हालैको निर्वाचन परिणाम हेर्दा मलाई बाइबलको एउटा वचन सम्झना आयो। हितोपदेश 16:18 लेखिएको छ, सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। बाइबलको यो वचन केवल कुनै पार्टी वा नेताको लागि मात्र होइन, यो हामी विश्वासीहरूको लागि पनि चेतावनी हो। कतै हामी पनि आफ्नै सफलता, ज्ञान वा पदमा गर्व गरेर अरूलाई सानो ठानिरहेका त छैनौँ। कतै हामी पनि आफ्नो विचार मात्र सही ठानेर अरूको आवाज सुन्न छोडिरहेका त छैनौँ। इतिहासले मात्र होइन, बाइबलले पनि बारम्बार यही कुरा देखाउँछ। जब कुनै व्यक्ति, संस्था वा नेतृत्व आफूलाई अति शक्तिशाली सम्झन थाल्छ, जब भुइँ मान्छेको आवाज सुन्न छोड्छ र जब विनम्रता हराउँछ, त्यहीबाट पतनको यात्रा सुरु हुन्छ। याकुब 4:6ले प्रश्न भन्छ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। यसैले आज हाम्रो प्रार्थना केवल असल नेतृत्वको लागि मात्र होइन, हाम्रो प्रार्थना यो पनि हो, परमेश्वरले हाम्रो देश नेपाललाई विनम्र र सत्यनिष्ठ नेतृत्व दिनुहोस्। तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, उहाँले हाम्रो हृदय पनि परिवर्तन गर्नुभएको होस्। किनकि साँचो परिवर्तन केवल राजनीतिक सिस्टम फेरबदल हुँदैमा आउँदैन। साँचो परिवर्तन तब मात्र आउँछ जब मानिसको हृदय परमेश्वरतर्फ फर्किन्छ। त्यसैले यो राजनीतिक उथलपुथललाई केवल समाचारको रूपमा मात्र नहेरौँ, यसलाई एउटा ऐना जस्तो हेरौँ जहाँ हामी आफ्नो हृदय चाहिँ जाँच्न सक्छौँ। किनकि अभिमानले मानिसलाई अन्धो बनाउँछ तर विनम्रताले सही बाटो देखाउँछ।